हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज पनि तपाईँलाई मेरो ब्लगमा स्वागत छ। सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज पनि सधैँ जस्तै ड्युटी तयारी भएर ड्युटीको लागि हिँड्नियो बाटोको तपाईँलाई भ्यूहरू देखाउने छु। आज चाहिँ एकदमै घाम पनि चटक्क लागेको छ, एकदमै रमाइलो छ मौसम। त्यही मौसममा हामी पनि ड्युटीको लागि तयारी नै यतापट्टि सामने सानो गार्डन पनि छ अनि त्यही गार्डनमा रमाउँदै त्यही गार्डन भएर हामी चाहिँ ड्युटीको लागि लागि यो बाटोमा चाहिँ सधैँ तपाईँलाई देखाएकै छु। तपाईँले चाहिँ हेरिराख्नुभएकै छ। एकदमै राम्रो सोसाइटी भएर तपाईँलाई सधैँ भन्छु म, रोड क्रस गर्दा ट्राफिकहरूको एकदमै ध्यान दिनु होला। एकदमै शान्तिपूर्ण तरिकाले धैर्यले रोड क्रस गरिदिनु होला, किनभने चाहिँ भोलि एक्सिडेन्ट हुनबाट बचिन्छ। एकदमै हतार नगर्नु होला। रोड जसरी तसरी रोड क्रस गरियो अनि चाहिँ म पनि आधी बाटो चाहिँ ड्युटीको हाम्रो होटलको पुगिसकेको छ, आधी बाटो पुगिसकेको छु। अब चाहिँ यो बाटो हुँदै अलि परकै चाहिँ हाम्रो होटल आउने छ। तपाईँलाई यो बाटो हुँदै देखाएको चाहिँ यहाँ सानो मन्दिर पनि छ। अनि चाहिँ यहाँबाट हामी गइसकेपछि माथि तपाईँलाई देखाएकै छु, यो विजेन्ता ग्रुपको होटल भइहाल्यो। अनि यो मेन रोडमा चाहिँ एकदमै बिहान पानी हाल्छन् मान्छेले। यो चाहिँ मेन हाइवे भइहाल्यो। यो हाइवेबाट लेफ्ट साइड चाहिँ हाम्रो होटल भइहाल्यो। अब तपाईँलाई बाहिरको लुक देखाउँछु। यो चाहिँ मोमोजको दोकान भयो, वाउ मोमोज ग्रुप भइहाल्यो। अनि चाहिँ यो माथि डोमिनोज भइहाल्यो। चाहिँ म पनि लिफ्टमा जान्छु आज। लिफ्टलाई म तलै छ, लिफ्टलाई खोलेँ अनि लिफ्टमा 1 नम्बर दबाइसकेपछि माथि लिफ्ट हिँड्यो। अनि चाहिँ यो चाहिँ लिफ्टबाट देखिने हाम्रो रेस्टुरेन्टको भ्युज भइहाल्यो। अनि तपाईँलाई थाहै छ हाम्रो रेस्टुरेन्ट बिहान 11 बजीदेखि सुरु हुन्छ। अहिले चाहिँ एकदमै बिहानै छ, के काम भएको सुरु भएकै छैन। अनि चाहिँ अब सुरु हुन्छ। यो लन्च टाइममा एक टेबल चाहिँ एकदमै राम्रो छ। अनि चाहिँ कस्टमरहरू पनि ठिकठाकै थिए अनि सबैको लन्च टाइम चाहिँ थियो। अनि आज खानामा चाहिँ हामीले पनि लन्च गऱ्यौँ, अलि बिरयानी रोटी सब्जी खाएर चाहिँ म पनि अब चाहिँ यो लन्च टाइमको तपाईँलाई देखाएँ कतिको कस्टमर छ भने। अनि चाहिँ ब्रेक किन्नुको लागि म पनि हिँडेँ। 4 बजे बजिसकेको छ। आज फेरि ब्रेकको लागि हिँड्ने। यो ब्रेक गइसकेपछि फेरि 7 बजे तपाईँको ड्युटी आउने टाइम हुनेछ। अनि चाहिँ अहिले चाहिँ यो लामो बाटो भएर चाहिँ रुममा पुगिन्छ। यो बाटो भएर चाहिँ एकदमै आउँदा जाँदा यही बाटो हुन्छ। एकदमै रुममा पुगिसकेपछि फेरि चाहिँ 7 बजेको लागि ड्युटीको लागि तयार हुनुपर्छ। अहिले चाहिँ एकदमै यो हेर्नु त्यो बाटोमा चाहिँ एकदमै ट्राफिकहरू हुन्छ। रोड क्रस गर्दा एकदमै ध्यान दिनु होला भन्छु म। तपाईँ भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सनु होला। अब चाहिँ म रुममा पुगेँ। रुममा पुगिसकेपछि अब एकैछिनपछि थोडा रेस्ट गर्नुपर्छ। अनि साँझ फेरि ड्युटीको लागि तयार हुन्छ। आज चाहिँ साँझ फेरि एकदमै अँध्यारो भइराखेको हुन्छ। हेर्नु त ल एकदमै अँध्यारो भइसकेको छ, 7 बजिसकेको छ। अनि चाहिँ ड्युटीको लागि एकदमै तयारी अवस्था छ। अब चाहिँ फेरि जानुपर्छ तपाईँलाई उही बाटो भएर। एकदमै गाइस तपाईँहरू भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ भने एकदमै लाइक कमेन्ट र सेयर गरिदिनु होला। सुझाव सल्लाह पनि दिइदिनु होला कमेन्ट बक्समा। एकदमै राति चाहिँ अँध्यारो भइसकेको छ। अँध्यारो बाटो हुँदै चाहिँ ड्युटीको लागि फेरि पनि हिँड्ने। यो त्यही हो हामीहरूको कामै भनेको, ड्युटी गर्ने, ड्युटीबाट रुममा आउने, यही हो। अनि यही बाटो हुँदै फेरि पनि हामी ड्युटीको लागि पुग्यौँ। अब एकैछिन पछिtai होटलमा पुगिनेछ। अनि चाहिँ साँझ डिनरको तयारीमा चाहिँ एकदमै पर्फेक्ट छ। आज चाहिँ डिनर एकदमै बुधबार हो, एकदमै राम्रो चल्नेछ। एकदमै अँध्यारो भइसकेको छ, एकदमै राति परिसकेको छ। बाटोमा हिँड्दा पनि टर्च बाल्ने जस्तो टाइम भइसकेको छ। तपाईँहरूलाई भन्दै गरेको छु म। एकदमै छोटो मन्दिर छ, यहाँ पनि दर्शन गरेँ। अनि चाहिँ यहाँबाट चाहिँ एकदमै अगाडि हिँडिसकेपछि चाहिँ अब चाहिँ होटल हाम्रो नजिकै छ, धेरै टाइम लाग्दैन। अब चाहिँ यो चाहिँ तपाईँलाई बाहिरको भ्यू जोयाला यो विजेन्ता ग्रुपको यता पनि पार्टी छ कि हो। आज एकदमै गाडीहरूको भिड लागिरहेकै छ, आज पार्टी होला। अनि चाहिँ म चाहिँ एकदमै यो हाइवेको मेन रोडमा भएर चाहिँ अब चाहिँ हामी रेस्टुरेन्टमा पुग्ने तयारीमा छु। यो चाहिँ बाहिरको भ्यू भइहाल्यो। अनि चाहिँ तपाईँहरूले चाहिँ एकदमै देख्न सक्नुहुन्छ। यो बाहिर चाहिँ पब्लिकहरूको एकदमै भिड हुन्छ, यही भएर ध्यान दिनु होला भन्छु म। अनि चाहिँ यहाँबाट हुँदै अब चाहिँ म यो चाहिँ तपाईँलाई डोमिनोज भइहाल्यो। यो एकदमै राति एकदमै क्राउड हुनेछ। अब भिडियो बनाउनु पाइने छैन। लाइक कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद सबैजना। सकुशल।